प्रकाशी काली बग्ने नै यही हो। अब कसरी कालीले अगाडि किन हामी बेनी बजारवासी अथवा पर्वतवासीहरू किन डराउनु पर्ने अवस्थै छैन। यो अहिले साधारण अवस्थामा छ। काली खोला यता आनन्द बसेको छ, यति धेरै हाइट बनिसकेको छ कि यो कालीले यो नागेर जान त आज दिनभरि पनि सम्भव छैन। नमस्कार, म तपाईहरुकै साथी शिव बोहरा रहेको छु र तपाईले magictimes.com हेर्दै हुनुहुन्छ। आजको यो कार्यक्रममा हामी बेनी गलेश्वर सडक खण्डको 1 वर्षको यात्रा कस्तो रह्यो यो हेर्ने छौं। 2079 भन्दा पहिला यो सडक यस्तो थियो। पानी पर्दा हिलो, घाम लाग्दा धुलो हुने यो सडकमा धेरै यात्रुजनहरूले धुलो खाँदै यात्रा गर्ने बाध्यता रहेको थियो। मुक्तिनाथ प्रवेशद्वारमा रहेको यो सडक निकै सकसपूर्ण रहेको थियो। पर्यटकहरूले धेरै कठिनाइपूर्वक बेनीदेखि मुस्ताङसम्म यात्रा गर्नुपर्ने थियो। तर 2079 देखि यता धेरै पर्यटकहरूको पनि आगमन बढेको छ। वर्षौंसम्म धुलो हिलोले हैरान भएका स्थानीयवासीले अहिले सहज र सुरक्षित यात्रा गर्न पाएका छन्। यो सडक कालोपत्रे भएपछि शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापारमा सकारात्मक असर परेको छ। आजको यस कार्यक्रम घर घरमा स्थानीय सरकारको पहिलो एपिसोड कस्तो लाग्छ? जस्तो लाग्छ सुझाव, सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला। 1 वर्ष अघि बेनी गलेश्वर सडक खण्डको निर्माण सम्पन्न हुँदा स्थानीय बासिन्दाको सपना साकार भएको थियो। बेनी नगरपालिकाको नेतृत्वमा नगर प्रमुख सुरत केसीको पहल र दूरदृष्टिका कारण आज यो सडक खण्ड सहज र सुरक्षित बनेको छ। यस सडक खण्डले बेनी नगरपालिका 8 कालीपुलदेखि वडा नम्बर 9 गलेश्वरसम्मको आवागमनलाई मात्र होइन, सम्पूर्ण नगरकै विकासलाई गति दिएको छ। नगर प्रमुख केसीले स्थानीय आवश्यकता राम्ररी बुझी सडक स्तर उन्नतिको योजनालाई प्राथमिकता दिनुभयो। यस क्रममा सडक चौडाइलाई 8 मिटरमा विस्तार गर्दै पक्की नाली, पर्खाल, कलभट र आरसीसी ढलानको व्यवस्था गरियो। निर्माण कार्यले समयमै गति लिएको मात्र होइन, निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएर उदाहरणीय काम भएको थियो। नगर प्रमुख सुरत केसीको नेतृत्वमा निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरिकन दीर्घकालीन उपयोगितालाई ध्यानमा राखेर काम सम्पन्न गरिएको थियो। मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्नको लागि आयोजनाका साथै स्थानीय रूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो। कालीगण्डकीको करिडोरको बेनी जोमसम कोरला सडक अन्तर्गत यो सडकले गलेश्वर महादेव मन्दिर जाने तीर्थयात्री र मुक्तिनाथ यात्रामा जाने पर्यटकहरूलाई सहज यात्रा प्रदान गरेको छ। स्थानीय व्यवसायहरूका लागि यातायात सहज हुँदा व्यापारिक गतिविधिमा वृद्धि भएको छ। नगर प्रमुखको यो पहलले बेनी नगरपालिकाको पर्यटन र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ। सडक निर्माण कार्यलाई समयमै सम्पन्न गरी स्थानीय विकासमा नयाँ ऊर्जा भर्ने नगर प्रमुख सुरत केसी र बेनी नगरपालिकाको योगदान अत्यन्त प्रशंसनीय छ। यो सडक भविष्यमा बेनी नगरको विकासको मेरुदण्ड बन्ने कुरामा कुनै शङ्का छैन। 1 वर्ष अघि निर्माण सम्पन्न भएको बेनी गलेश्वर सडक खण्ड स्थानीय विकासको महत्त्वपूर्ण आधारशिला बन्न सफल भएको छ। यस सडक निर्माणमा
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको दृढ इच्छा शक्ति र नेतृत्व उल्लेखनीय रह्यो। निर्माण सामग्रीको व्यवस्थापनमा केही अवरोध सिर्जना हुँदा मेयर केसीले जिम्मेवारीपूर्ण र साहसी अडान लिएको स्थानीयहरू बताउनुहुन्छ। बेनी नगरपालिका 8 कालीपुलदेखि वडा नम्बर 9 गलेश्वरसम्म जोड्ने 2.1 किलोमिटर लामो सडक खण्ड निर्माणका क्रममा विभिन्न चुनौतीहरू देखिए, तर निर्माण सामग्री ढुवानीमा अवरोध केही पक्षबाट असहयोग र काममा ढिलाइ गराउने प्रयास भए पनि मेयर केसीले दृढताका साथ निर्माण कार्यलाई अघि बढाउनुभयो। उहाँले त्यसबेला भन्नुभएको थियो, निर्माण सामग्रीमा कसैले दुःख दियो, समस्या पार्यो भने उनीहरूसँग म भेट्छु, सकेको सबै गर्छु। उहाँको यो अडानले निर्माण टोलीलाई थप हौसला प्रदान गरियो र कामलाई अवरोध रहित रूपमा अघि बढाउने ठूलो भूमिका खेलियो। निर्माण व्यवसायलाई विभिन्न खालका इन्ट्रेस्टहरूले निर्माण व्यवसायलाई अवरोध गराउने, स्थानीय निर्माण व्यवसाय बाहिरको हुँदा कहिलेकाहीँ स्थानीयले त्यही अरू वर्गहरूले त्यहाँ निर्माण व्यवसाय मार्फत कतैबाट रकम असुल गर्न पाइन्छ कि अथवा यो त्योबाट पाइन्छ कि भनेर अप्ठ्यारो पर्ने कुराहरूलाई चाहिँ निर्माण व्यवसायलाई तपाईँलाई कुनै पनि अप्ठ्यारो पर्दैन। यहाँ अब केही गर्नु पर्यो भने अब सरकारी रूपमा हामी नै तपाईँलाई सहजीकरण गर्छौँ, कतैबाट अप्ठ्यारो पर्दैन, ढुक्क भएर काम गर्नुहोस् भनेको थियो र उहाँले समयमै काम सम्पन्न गर्नुभएको थियो। केही क्वालिटी उहाँले अलिकति अलकत्राको मात्रा थोरै बढी भएको भएर एकदम चर्केको घाम लाग्ने बेलामा अलकत्रा बाहिर निक्लिने पग्लिने भएको थियो गत वर्ष। यो वर्ष कस्तो हुन्छ हेरौँ। नभए बाटोको स्तर राम्रै बनेको छ। गत वर्ष ठुलो चट्टानहरू झरेर ठुलो चेनवाला डोजर प्रयोग गरेर चट्टानहरू फुटाउनु पऱ्यो। त्यो चेन प्रयोग गरेको ठाउँमा एक ठाउँमा भत्किने बाहेक काहीँ पनि बाटो भत्केको पनि छैन, बिग्रेको पनि छैन। बाटोको स्तर पनि राम्रै छ। हुन त डिपिएसटी पिच भनेको 3 वर्षे पिच हो। अब 3 वर्ष पुग्यो भने फेरि त्यसमाथि एस्पाल्ट लगाउनुपर्छ भनेर हामीले कालीगण्डकी कोरिडोरका अहिलेका वर्तमान प्रमुख ध्रुव कुमार झा सरसँग आग्रह गरेका छौँ। उहाँ पनि राजी हुनुभएको छ। हामी बेनीको कालीपुलदेखि जुन ठेक्का लाग्नुभन्दा अगाडि डल्ले पिपल नेरगत भएको थियो त्योमा पनि एस्पाल्ट ओभरले गरिसकेका छौँ भने 3 वर्ष पुग्यो भने त्यसको डिपिएसटीको उमेर अवधि नै 3 वर्ष हो। गलेश्वर बेनीमा पिच भएको त्यो 3 वर्ष पुग्ने बित्तिकै त्यसमाथि एस्पाल्ट चाहिँ कालीगण्डकी कोरिडोर मार्फत हामी गराउँछौँ। जुन 2 इन्ची बाक्लो पिच हुन्छ त्यो चाहिँ हामी गलेश्वरको पुलदेखि डल्ले पिपलसम्म ओभरले गर्न लगाउँछौँ। एस्पाल्ट फेरि त्यो माथि राख्न लगाउँछौँ, किनभने यसको त 3 वर्षमा त यसको आयु हो, 4-5 वर्षमा त यो भत्कि नै हाल्छ, किनभने यसको विधि नै त्यस्तै हो। सडक निर्माणको क्रममा नगरपालिकाले समयमै निर्णय लिँदै निर्माण कम्पनीलाई आवश्यक सहयोग पुर्यायो। स्थानीयवासीले नगर प्रमुख केसीको साहसिक नेतृत्व र दृढताले सडक निर्माण सफल भएको बताउनुहुन्छ। यो तपाईँको बेनीदेखि गलेश्वरसम्म जाने यो सडक खण्डको यो छेउमा पसल छ। यो बाटो पहिला कस्तो थियो, अहिले चाहिँ कालोपत्री भएपछि कस्तो भएछ त? पहिला एकदम धुलाउने थियो, यहाँ बस्न हामीलाई एकदम गाह्रो पर्थ्यो। धुलाले गर्दै घरभित्र धुलो पस्ने। अहिले धेरै आनन्द छ, तर यो अलिक दिनसम्म गर्दै भए अझै राम्रो हुन्थ्यो। यतिमा नि अलिकति कन्सेसै गरिरहेको छु कि यो दिनसम्म हुँदैन। ठिकै छ, पहिलाभन्दा आनन्द लाग्छ अहिले एकदम स्पेसल। पहिला धुलो हिलो खाइन्थ्यो भनेपछि अहिले जब नगरपालिकाले रोड पिच गरिदिएको छ अहिले त्यसमा हामी एकदम खुसी पनि छौँ। धुवा धुलो पनि केही छैन, एकदम स्पेसल। आज यस सडकले बेनी नगरपालिकाको विकासमा ठूलो योगदान पुर्याएको छ। गलेश्वर महादेव मन्दिर जाने तीर्थयात्री र मुक्तिनाथ यात्रामा जाने पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ। स्थानीय व्यापार फस्टाएको छ। यात्रुहरूले सहज र सुरक्षित यात्रा अनुभव गरेका छन्। नगर प्रमुख सुरत केसीको दृढ नेतृत्व र प्रतिबद्धताका कारण बेनी गलेश्वर सडक खण्ड निर्माण सम्भव भएको हो। स्थानीय विकासका लागि उहाँद्वारा लिएको अडान प्रशंसनीय छ र यो सडक अब नगरको गौरव बनेको छ। 2 किलोमिटर 102 मिटर सडक कालोपत्रे गर्न मङ्गलादेवी सुभाष कन्स्ट्रक्सन प्रणालीले भ्याट पिएस सहित रु 12,75,84,436 मा 2079 पुस 17 गते ठेक्का सम्झौता गरेको थियो। पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्य अघि नै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुभाष चन्द्र कार्कीले बताउनुभयो। सर नमस्ते। नमस्ते। कार्यक्रममा स्वागत छ हजुरलाई। धन्यवाद शिवजी। बेनी गलेश्वरको यो सडक खण्ड जुन छ 2079 भन्दा अगाडि कस्तो थियो र अहिले कस्तो छ त्यो विषयमा जानकारी गराइदिनु।
यो बेनी गलेश्वर करिब 3 किलोमिटर बाटो हो, तर बाटो साह्रै अप्ठ्यारो बर्खामा माथिबाट हाम्रो वडा नम्बर 9 र वडा नम्बर 6 का विभिन्न खोल्साहरूबाट आउने बाढीले सडकलाई भग्नावशेष बनाउँथ्यो र हामी सधैँ अब दसैँकै दिनमा पनि जेसिबी लगेर बाटो मर्मत गरेर बस्नु परेको थियो। 79 को दसैँमा ठुलो पानी परेको थियो, मेसिन त्यहीँ राखेर बाटो सञ्चालन गर्नु परेको थियो, त्यस्तो अवस्था थियो र बेनी गलेश्वर पुग्न सवारीहरूलाई पनि गाह्रो हुने, मान्छे पदयात्रालाई पनि गाह्रो हुने अवस्था थियो। हामीले कालीगण्डकी करिडोरसँग प्रस्ताव गरेर कालीगण्डकी करिडोरलाई अलिकति प्रेसर नै क्रिएट गरेर यो कालीगण्डकी करिडोर चाहिँ कताबाट जाने भन्ने निर्धारण नै भएको थिएन। जिल्ला पूर्वाधार कार्यालयले सामान्य मर्मत मात्रै गर्थ्यो, ठुलो बजेटै हुन्थेन, जसले गर्दाखेरि बाटो अलमलमा परेको थियो र हामीले जिल्ला पूर्वाधार कार्यालयलाई नगरपालिकाबाट निर्णय नै गरेर त्यो सडक विभागलाई हस्तान्तरण गर्न लगायौँ र सडक विभागलाई फेरि करिडोरलाई हस्तान्तरण गर्न लगायौँ र करिडोरले त्यो बाटो फिक्स गरेको थिएन। करिडोर चाहिँ हल्ला गरिरहेको थियो, सायद मनलाजबाट घुमाउने ताल निक्लेर घुमाउने तालबाट क्रस भएर जाने खालको पनि छलफल चलिरहेको थियो। अनि पारीबेनीबाट पानी बेनी गएर गलेश्वरभन्दा माथि पुल हाल्ने पनि छलफल चलाइरहेको थियो, तर हामीले करिडोरलाई प्रेसर क्रिएट गऱ्यौँ र गलेश्वरदेखि बेनीसम्मको सडकलाई चाहिँ करिडोरमा पार्यौँ। तत्कालीन करिडोरका कार्यालय प्रमुख जगत प्रजापतिलाई हामीलाई अलिक सहज गरिदिनु भयो र त्यसलाई ठेक्का खोलिदिनु भयो, ठेक्का लाग्यो र हामीले त्यसलाई नेतृत्व गरेर बाटोलाई ठेक्का अवधिभन्दा छिटै अवधिमा निर्माण व्यवसायीसँग पनि कोअर्डिनेट गऱ्यौँ र काम अब प्राविधिक रूपमा करिडोरले हेऱ्यो, अरू कामको सहजीकरण हामीले गरेर अहिले चाहिँ बाटो बेनी गलेश्वर सामान्य हामी सवारी चलाएर 5 मिनटमा पुग्ने गरी स्तर उन्नति भएको छ, राम्रो भएको छ। गलेश्वर शिव मन्दिर, त्यसमा भक्तजनहरू मुख्यतया साउन र सोमबारमा थुप्रै भक्तजनहरू जाने आउनेमा सडकको कारणले भक्तजनहरूको सङ्ख्या घटिरहेको थियो, सवारीका चापहरूमा पनि एक खालको प्रभाव परेको थियो। जब यो स्तर उन्नति भयो अहिले थुप्रै सवारीहरूलाई सहज आगमन भएको छ। सँगै गलेश्वर मात्रै नभएर यही बाटो भएर मुक्तिनाथमा जाने पर्यटकलाई सजिलो भएको छ। आजकै दिनमा बेनीबाट 3 घण्टामा मुक्तिनाथ पुग्न सकिने गरी बाटोको स्तर उन्नति भएको छ। त्यो मध्येको पहिलो प्रवेशद्वार बेनी गलेश्वर स्तरीय बन्नेको कारणले पदमार्ग मात्रै पर्यटक मात्रै नभएर तीर्थालुहरूलाई पनि भएको छ। हाम्रै उत्पादनहरूलाई बजारमा ल्याउन, गाउँबाट बेनीमा ल्याउन र बेनीबाट भएको उत्पादनहरूलाई गाउँमा लान पनि त्यो बाटो सहज भएको कारण आर्थिक गतिविधिमा समेत सो सडकले प्रभाव पारेको देखिन्छ। दाइ नमस्ते। नमस्ते। दाइको नाम? मेरो भरत बहादुर मल्ल। दाइ बेनीदेखि कहाँसम्म गाडी चलाउनुहुन्छ? बेनीको कालीपुलदेखि गलेश्वरसम्मको बाटो पहिला कस्तो थियो र अहिले कस्तो भएको छ? अब पुरा छामछुम गरेर चाहिँ लाने हो नि, फोर व्हिल गाडी चलाउने। अब कहिलेकाहीँ त्यो गर्दाखेरि धेरै खराब थियो, अहिले त धेरै राम्रो भयो नि। नगरपालिका अब चाहिँ सबै चाहिँ हुनाले राम्रो हो। अब त्यो बेलामा अब हामी यो समिति खडा गरेकै हामीले हो त। बेनी नगरपालिकालाई के भन्न चाहनुहुन्छ यो बाटो बनाइदिएको? अब यो बनाएकोमा धेरै धेरै धन्यवाद, होइन त। अब अझै पनि विकास हुनु पर्यो, होइन। गाउँठाउँ सबै ठाउँमा चाहिँ अझ ध्यान दिएर गऱ्यो भने अझ राम्रो, होइन त। हामीले कुन मुस्किलले यहाँ गाडी चलाइयो, के गरियो भन्ने कुरा त हामीलाई थाहा छ, होइन। अब हामीले यहाँ म्याग्दी समिति दर्ता गरेकै हामीले हो। बेनी गलेश्वर सडकको कालोपत्रे योजनाले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याएको छ। बेनी नगरपालिकाले आगामी दिनमा यस्ता आवश्यक पूर्वाधार विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। हजुर, कार्यक्रम घर घरमा स्थानीय सरकारको पहिलो एपिसोड कस्तो लाग्यो? बेनी नगरपालिका र स्थानीय बासिन्दाको कस्तो रहेको थियो यो भूमिका विषयमा हामी कुराकानी गऱ्यौँ। तपाईँ हेर्दै गर्नुहोस् MagdiTimes.com। नमस्ते। प्रकाशी काली बग्ने नै यही हो। अब कसरी कालीले अगाडि किन हामी बेनी बजारवासी अथवा पर्वतवासीहरू किन डराउनु पर्ने अवस्थै छैन। यो अहिले साधारण अवस्थामा छ। काली खोला यता आनन्द बसेको छ, यति धेरै हाइट बनिसकेको छ कि यो कालीले यो नागेर जान त आज दिनभरि पनि सम्भव छैन।